नमस्कार साथीहरू, आजको यस भिडियोमा हामी नेपालकी प्रतिभाशाली महिला फुटबल खेलाडी प्रीति राईको बारेमा चर्चा गर्दैछौं। केही दिन अगाडि उनलाई श्रेष्ठ नेपाली महिला फुटबल खेलाडी 2081 को उपाधि प्रदान गरियो। यो पुरस्कार सहित उनले 1 लाख नेपाली रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्। प्रीति राई नेपालकी उदयमान महिला फुटबल खेलाडी हुन्, जसले उत्कृष्ट खेल प्रदर्शन गर्दै निरन्तर चर्चामा रहँदै आएकी छिन्। उनको खेल कौशल, मेहनत र समर्पणले उनलाई यो प्रतिष्ठित उपाधि जित्न मद्दत गर्यो। यो उपाधि सँगै प्रीतिले 1 लाख रुपैयाँ नगद पुरस्कार समेत प्राप्त गरिन्। यो पुरस्कार उनको मेहनत र योगदानको कदरस्वरूप प्रदान गरिएको हो। फेरि पनि बधाई प्रीति राईलाई। अन्तर्राष्ट्रिय महिला लीग 2081 को सर्वोत्कृष्ट खेलाडीको रूपमा प्रीति राईलाई यङ स्टार फाउन्डेसनले 1 लाख रुपैयाँ नगद पुरस्कार सहित सम्मानित गरेको जानकारी गराउन चाहन्छु। र यो सम्मानको श्रृङ्खलाको सुरुवात हो, यो यही रोकिँदै आजबाट यो सुरु भएको छ। यङ स्टार फाउन्डेसन र खेलकुद पत्रकार मञ्चको सहकार्यमा यो कार्यक्रम निरन्तर जारी रहने जानकारी पनि यहाँलाई गराउन चाहन्छु। यो सम्मान युवा स्टार फाउन्डेसनद्वारा प्रदान गरिएको थियो। युवा स्टार फाउन्डेसनका अध्यक्ष मोहन विक्रम सिंहले प्रीति राईलाई सम्मान तथा अवार्ड प्रदान गरेका थिए। अखिल नेपाल फुटबल संघ एन्फाद्वारा आयोजित एन्फा वुमेन्स लिगमा देखाएको उत्कृष्ट प्रदर्शनको आधारमा प्रीतिलाई सम्मान गरिएको आयोजकले जनाएको छ। नेपाल खेलकुद पत्रकार मञ्च संघको सहकार्यमा सर्वोत्कृष्ट खेलाडी छनौट गरिएको थियो। त्यसरी सम्मान गरिदिनु भएकोमा म सबैजनाप्रति एकदम आभारी छु। हामीलाई चाहिँ यति माया गरिदिनु भएकोमा एकदमै मसँग केही शब्द नै छैन, किनभने जुन हाम्रो 1 वर्ष अगाडि स्थिति थियो र त्यो 1 वर्ष अगाडि हेर्दाखेरि र अहिले जुन हामी 1 वर्ष नभइकन धेरै अगाडिदेखि जुन हाम्रो स्ट्रगलहरू थियो, जुन फुटबल खेल्ने समयदेखि म ट्रेनिङ गर्थेँ र अहिले समय पुग्दा चाहिँ जुन त्यो जर्नी सम्झिँदा चाहिँ म आफूले एकदम पुरस्कार प्राप्त गरिसकेपछि प्रीतिले आफ्नो खुसी व्यक्त गर्दै भनिन्, यो पुरस्कार मेरो लागि ठूलो प्रेरणा हो। म नेपाली महिला फुटबललाई अझ अगाडि बढाउन निरन्तर मेहनत गर्नेछु। यो सफलता मेरो मात्रै होइन, मेरो टिम, प्रशिक्षक, परिवार र समर्थकहरूको पनि हो। नेपालमा महिला फुटबल बिस्तारै अघि बढ्दैछ र प्रीति जस्ता खेलाडीहरूले नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाइरहेका छन्। यस्तो सम्मानले नेपाली महिला खेलाडीहरूलाई अझ प्रेरित गर्नेछ। यो सम्मानले नेपाली महिला खेलकुदको महत्त्वलाई अझ वृद्धि गरेको छ। प्रीतिलाई हाम्रो तर्फबाट धेरै धेरै शुभकामना। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र शेयर गर्न नबिर्सनुहोस्। यस्तै प्रेरणादायी खेल सामग्रीका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोस्।